guys, welcome back to my channel. ल हामी चाहिँ भर्खर यहाँ अघि कति बजीतिर आइपुग्यो हामी 8:30 बजीतिर 3 आवर्स ड्राइभ गरेर होला हामीले है 3 आवर्स ड्राइभ गरेर हामी हथमबाट कुन ठाउँमा आइपुग्यौँ हामी यहाँ इडी कटिङ ग्राउन्ड त्यहाँ आइपुग्यौँ अनि पानी परिरहेको थियो हामी टेन्ट पनि सेटअप गऱ्यौँ त्यस्तै वाला हो पानीको जार किम्ची सुप छ आज हामीसँग अनि पोकलाई चाहिँ अब हामी बार्बिक्यु गऱ्यौँ भनेर लिएर आएको पानी पर्यो पानी परे पछाडि हामीले बार्बिक्यु आगो बाल्न मिलेन पानी स्टिल परिरहेको छ त्यही भएर हामीले चाहिँ त्यसलाई अब कोरियन बार्बिक्यु बनाइदियो अब जसरी हुन्छ त्यसरी तार्ने काम गरिदियो मासु देखाइसकेँ मैले यस्तो हो पानी स्टिल परिरहेको छ टेन्ट त सेटअप भइसक्यो के भन्नु छ आजको क्याम्पिङ चाहिँ कस्तो लाग्यो ल्याङ हान्ने हो ओ म्याडम कस्तो भइरहेको क्याम्पिङ बोल्ने तागत पनि छैन क्या गाइस कस्तो भइरहेको क्याम्पिङ न्यू एक्सपिरियन्स ओहो हेलो गाइज गुड मर्निङ सबैजनालाई हामी भर्खर उठ्यौँ अब बिहान उठेको पानीले पुरै हिलो छ अब चाहिँ टेन्ट हल्का उता सार्नु पर्ला त्यहाँबाट ब्रेकफास्टको लागि हामी रेडी हुनेछौँ सबैजना भर्खरै उठेको अब तपाईँलाई म यहाँको भ्यूहरू देखाउनेछौँ राम्रो रहेछ भ्यू चाहिँ यस्तो दामी ठुलै खोला रहेछ यहाँ खोला भने खोला त होइन यो नदी जस्तै रहेछ यो चाहिँ डेन्जर ठुलो रहेछ यहाँ नेपालको उस बजार चाहिँ यत्रो हेर्नु पानी परेर चाहिँ हाम्रो चाहिँ त्रिपल नै टेन्टको माथि त्रिपलै हान्दै थियो डेन्जरै ठुलो भएर यता त हिजो राति हामी आउँदा त सबै सुतिसकेका थियो आज चाहिँ उठिसकेको रहेछ टेन्सन भइहाल्यो नि यहाँ चाहिँ हाम्रो मिनी भ्लगको लागि माथि तिरपाल चाहिँ हटाए भए हुन्थ्यो अलिक राम्रो बेटर आउँथ्यो कि ल चाहिँ हाम्रो मर्निङ भ्यू अब थोरै टेन्ट चाहिँ सुक्खा ठाउँमा सार्नु पर्ला यहाँ चाहिँ ओभर नै पानी भयो त्यही भएर चाहिँ अब
गाइज अब चाहिँ हामी ब्रस गरेर मुखसुख धोएर रेडी भइसक्यौँ। अब ब्रेकफास्टको लागि चाहिँ पछाडि प्रिपेयर गर्दैछौँ उनीहरूले चाहिँ। ब्रेकफास्ट गरेर चाहिँ हामी पानी सकिएर चाहिँ पानी लिनु पऱ्यो, ग्यास लिन जानु पऱ्यो। अनि फेरि खानाको लागि ग्यास र पानी चाहिएको छ भने त्यो लिन जान्छौँ। अब चाहिँ हामी ब्रेकफास्ट के छ हामीसँग ब्रेकफास्ट हामी देखाउनेछौँ तपाईँलाई। हाम्रो ब्रेकफास्टमा छ ससेस। हेड सेफ हुनुहुन्छ हाम्रो बहिनी अनि हेल्पर हुनुहुन्छ हाम्रो सिर्जना बहिनी। ए किन रेसिपी मलाई थाहा थिएन नि त, किनकि म किचनमा खासै काम गरिँदैन नि त, मलाई थाहा छैन नि त। तिमी किन हाँसेको? ससेस छ। ओहो गोलो चाहिँ त्यहाँ आगो बाल्दै हुनुहुन्छ हाम्रो गोलो। तिमी चाहिँ चायवाली हो? हेलो ओ म्याडम, तिमी चाहिँ चायवाली हो? खै चाय हेर्नु पऱ्यो नि, तिमी ढाकिदिनु पऱ्यो चाय त। अनि ल चाय चाहिँ उम्लिसकेको छैन, उम्लिन मात्रै बाँकी छ। ल गाइज अब हाम्रो चाहिँ बिहानको ब्रेकफास्ट रेडी भइसक्यो। हामीसँग ब्रेकफास्टमा चाहिँ स्क्रैम्बल एग जस्तै अमलेट अनि ससेस, ब्रेड, एभोकाडो एन्ड एग अमलेट अनि त्यहाँबाट तातो चिया, हाम्रो नेपाली स्टाइली चिया। गोलो व्यस्त हुनुहुन्छ गोलो। के खाएको फेरि बिहान बिहान कुरकुरे? ओएमजी होइन होला होइन होला, बडाबडी बिहान बिहान चाहिँ कुरकुरे खाने त। ल मेरो चिया चाहिँ यहाँ छ। ओहो ल ठिक्क छ। एक्स्ट्रा हो? राम राम, यहाँभन्दा कति गोली खाने हो र? ल बहिनीले हालेको त छ यहाँ। स्ट्रबेरी जैम ल जुन लिइदिने हुन्छ। मेरो चाय ढलाउँछ बुढी तिमीले। ऊ ऊ ऊ ऊ अनि यहाँ के त गर्दियौ अनि फोन मेरो ब्रेकफास्ट कहाँ बसेर खाँदा यहाँ? स्पेशल चिप ए नर्मल फ्राइड आउन दियो। म त ट्रेनमा गएर खानुपर्छ क्या। त्यो चेयरमा बस्नु न। म त ट्रेनमा बसेर खानुपर्छ क्या। अर्ली इन द मर्निङ उठ्ने बित्तिकै म चाहिँ ट्रेनमा बसेर खान्छु यार। किनकि हामीले चाहिँ चेयर ल्याउनै बिर्सिन्छ कि, त्यही भएर चाहिँ ट्रेनमै बसेर खानु पर्ला म चाहिँ। ल गाइस अब चाहिँ ब्रेकफास्ट खानु पर्ला।
एभोकाडो चाहिँ फल चाख्नु पर्यो ल टेस्टी भयो रहेछ म चाहिँ उता गएर ट्रेनमा गएर खाइरहेको थिएँ गाईहरू चाहिँ सबै भाइ जुस सबै सँगै खाइरहेको भएर फेरि रमाइलो लागेर मैले यता हेरेर जोइन भएँ ल हामी चाहिँ अब खान्छौँ सँगै भइसकेको छ नि अब हिँड्नुपर्छ उनीहरू अँ उतातिर पनि रहेछ कि उतातिर पनि बस्छ पारी उता पानी पनि उता पारी चाहिँ पुरै त्यो दुबल घाँस सकेको छ पानीमा त ग्यास चाहिन्छ लिएर खाऊँ पछि हाम्रो चाहिँ यहाँ अब खाना बनाउने कार्यक्रम भइरहेको छ आजको हाम्रो खानामा चाहिँ खसीको मासु विथ मस्याङ जाडोमा खसीको मासु चाहिँ भर्खर पाक्दैछ भात चाहिँ त्यहाँ रेडी हुँदैछ यो चाहिँ के हो यस्तो हल्का डढाएर खायो भने चाहिँ गुलियो हुँदो रहेछ है चाहिँ मेरो हिजो चाहिँ ट्राई गरेको थिएँ राति फर्स्ट टाइम अलिकति मिठो चाहिँ हुँदो रहेछ एउटा प्लास्टिक दियो उसले चाहिँ खाइदिन्छ फेरि ल हाम्रो चाहिँ टेन्टहरू सबै भत्काइसक्यो हामीले घाम लाग्यो हिजो पानी टेन्टभित्रै पानी छिरे गइरहेछ अहिले चाहिँ हल्का घाम लागेर चाहिँ सुकाइरहेको छ हामीले चाहिँ टेन्टहरू सबै प्याक भइसक्यो रेडी नै भइसक्यो अलमोस्ट यस्तो मजाको घाम लाग्यो अहिले चाहिँ गाइजहरू सबै खाना बनाउँदैछ आज नि बसौँ कि जस्तो लागिरहेको थियो तर के गर्ने फेरि यो एमआइटी सबै भिजी गयो चिसो चिसो पनि भयो छुट्टी त भोलि पनि छुट्टी नै थियो आज चाहिँ हामी बस्यो होइन अब घर नै फर्किनु भयो भन्ने सल्लाह भयो सबैजनाको त्यही भएर हामी आज चाहिँ घरै फर्किन्छौँ खाना बनाउने कार्यक्रम भइरहेको छ ल अब चाहिँ हाम्रो अलमोस्ट भइसक्यो पाक्नै लागिसक्यो हेल्प गर्नुपर्छ सजिनाको गाउँहरूको लाइफ हो क्या मुभी एन्ड सजिना लाइफ हो मस्याङ विथ खसीको मासु ओ ओ ओ भोबाल भन्छ है भात पनि रेडी भइसक्यो रोकै म पानी दस रुपियाँ पानी भने
ल हाम्रो चाहिँ खाना रेडी भयो। अब यसो धनिया सनिया हाल्ने, नुन सुन चाख्ने। दुईटा हो, 2 प्याकेट हो धनियाँको। भइसक्यो। खाना चाहिँ यता यता खानुपर्छ कि है, बसेर है त्यो गाडीको पछाडि। चाहिँ यसो यहाँ जग्गा हेर्नु पर्यो, खाना खाने कस्तो बनाउनु भनेर। खाना कहाँ कहाँ चाहिँ खान्छ नि? यहाँ यहाँ यो सुके सुके छैन यो उठाइदिउँथ्यो, उठाइदिउँ नि त। खोइ मोलो कहाँ छ? सुतिरहेको भने होइन बहिनी, मोलाले उठाइदिउँ एकछिन अझै। यो बोरा सुके छ। धनिया स्यालेड ल धनिया त हाल्यो छर्काउने कि के गर्ने हो, यतै हाल्ने हो। हामीसँग उस पनि थियो होइन, डल के अरे डल्ले। ल डल्ले पनि छ हामीसँग। ल अब चाहिँ अहिले खानेजनामा देख्ने छौँ। आउनु दाइ बस्नु। मिल्दैन कि धेरै हुन्छ, पोखिन्छ भनेको। ओहो डल्ले खायो? कस्तो भयो गोलो? दामी मिठो भयो। ल सही हो ल। कस्तो भइरह? एकदम दामी बवाल हो। गाउँबाट जस्तो फिल गर्छ, अथेन्टिक है, अथेन्टिक। झराप बसेर हो। भद्र खाए जस्तो भन्छ। हजुर त्यो भुइँमा राख्दिउँ न, म आउँछु। प्याज खाने ल। दाइ प्याज पाक्दैन। सानो कोला पुगेको छैन, कोला हेर्छ त्यहाँ। गाउँमा भतेर